रूपन्देहीद्वारा आयोजित कविता वाचन लेखन प्रतियोगितामा सहभागी हुन पाउँदा आफैले आफैलाई भाग्यमान ठानेकी छु र म मेरो विद्यालय र नेसनल प्यासन रूपन्देहीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको कविताको शीर्षक रहेको छ जलवायु परिवर्तन। पहाडका मुटु पग्लिँदैछन्, सुक्दैछन् झरना, गर्मीको रापले पोल्दैछ, फेरिँदैछन् पालुवा। मौसमको चाल छैन, प्रकृतिको रोदन, जलवायु परिवर्तन मान्छेलाई आह्वान। धुलो र धुवाले ढाक्यो सफा नीलो आकाश, ओजनको कवच पातलिँदै बढ्दैछ ताप त्रास। कल कारखानाका चिम्डीबाट निस्किने विषालु ग्यास, छर्दैछन् प्रलयका सङ्केत, मेट्दैछन् जीवनको आश। अनावृष्टिले फाट्दैछन् खेत, परिरहेछ खरेडी, अतिवृष्टिले बाढी पहिरो, उठ्दैछन् कहरका लहरी। समुद्रको सतह बढ्दैछ, उठ्दैछन् तटवर्ती भेग, नदी नाला सुक्दैछन्, प्रकृतिमा बढ्दैछ वेग। चेतना फैलाऊ, गरौँ केही पहल, वृक्षरोपण गरौँ, बचाऊ यो थल। प्रदूषण घटाऊ, सफा राखौँ संसार, भविष्यको लागि गरौँ केही विचार। यही हो पुकार, यही हो अन्तिम सन्देश, बचाऊ यो धरती, जोगाऊ यो देश। नत्र ढिलो हुनेछ, ठुलो मूल्य चुकाउनु पर्ला। आफैले आफैलाई पीडाको छटपटीमा मेटाउनु पर्ला। आफैले आफैलाई पीडाको छटपटीमा मेटाउनु पर्ला।